सबैलाई नमस्ते गर्दैछु। अनि मेरो आफ्नै यहाँ नेपालको मान्छे आइरहेछ क्यामेरा लिनको लागि एउटा। अनि यो क्यामेरा लिएको छ 70D बडी होइन। अनि लेन्स भनेको लेन्स 70-200 को जुम लेन्स वाइड लेन्स लिएको छ। तपाईँ हेर्न सक्नुहुन्छ क्यामेरा कस्तो छ, कन्डिसन कस्तो छ, तपाईँलाई सबै थोक हेराइदिन्छु है। अनि क्यामेरा रहेको छ मान्छे यही हो, हाम्रै नेपालको मान्छे रहेछ। कुन ठाउँ? मेरो धनगढी हो, सुबको धनगढी हो होइन। अहिले बस्नु भनेको हामी स्यालेङ्गर, मलेसिया स्यालेङ्गर अनि के अरे रामङमा हो। हेर्न सक्नुहुन्छ तपाईँले के क्यामेरा लेन्स लिएको छ अनि क्यामेरा लिएको छ। कस्तो लाग्यो बडी तपाईँलाई? क्यामेरा कस्तो ठिक छ नि दाइ? कस्तो लाग्यो एकचोटि भन्नु त? ठिक छ दाइ, हेर्नुहोस् सबै क्यामेरा बडी पठाउनु हेर्नु भयो, अनि ठिक छ। लेन्स बडी नि ठिक छ अनि के अरे लेन्स नि ठिक छ, सबै ठिक छ नि दाइ? सबै राम्रो लागेको छ। क्यामेरा हेर्न सक्नुहुन्छ सिलिङ्गरबाट आएर लिएको छ। अनि समथिङ आज 8 बजे राति नै आएको छ क्यामेरा लिनको लागि। त्यो सबैभन्दा ठुलो कुरा हो। अनि क्यामेरा बडी पनि फुल फ्रेस रहेको छ। अनि तपाईँलाई वाइट लेन्स पनि हाम्रो पुरै फ्रेस कन्डिसनमा क्यामेरा दिएको छु। अनि तपाईँलाई ब्याग दिएको छु, नयाँ ब्याग। मेरो मुटुबिनी साथी पनि छ, हामीसँगै हो हुन्छ। गाइस। अनि ब्याग नयाँ दिएको छु। अनि ब्याट्री चार्जर अनि मेमोरी चिप्स 64GB को चिप्स दिएको छु। अनि के भन्छ, तपाईँहरूले पनि क्यामेरा चाहियो भने, तपाईँहरूलाई मलेसियामा चाहियो भने, फ्रेस कन्डिसनमा क्यामेरा लिनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु। अनि मेरो Y1 नम्बर हुन्छ, इनबक्स गर्नु, वाट्सएप गर्नु, तपाईँलाई हामी क्यामेरा राम्रो कन्डिसनमा दिनेछौँ। हेर्न सक्नुहुन्छ क्यामेरा राम्रो बडी रहेछ, धेरै नै खुस छ। यो चाहिँ बडी हो होइन, यो लेन्स हो, यो बडी हो। आज चाहिँ दाइले राम्रोसँगले पठाउनु भयो, ल ठिक छ। हामी यसैमा खुसी छौँ, हामी साथी र हामी दुइटा है। उताको मान्छे बङ्गलादेशको रहेछ, यता नेपालको रहेछ है। मिलेर आएको छ त सबैजना मिलेर आएको छ। क्यामेरा लिएर धेरै नै खुसी भयो। हस्, धन्यवाद। ल ल दाइ है, धन्यवाद। हस्, त्यो आइएन चाहिँ गर्नु नि त है। धन्यवाद।